पनि छैन गाइज, अब दौडिनु पर्यो ल। हजुरहरूले पनि मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्नु होला, मन पर्यो भने। मन परेन भने हेरेर भयो नि जानु होला हैन। म कसैलाई कर गर्दिनँ के। हजुरको मर्जी हो के, लाइक गर्नु नगर्नु। फेरि इन्टरटेनमेन्ट दिने फेरि मेरो मर्जी हो कि फेरि। गाइज अब अलि ल गाइज, साथीहरू त गइसक्यो रहेछ क्या घर। म लास्टमा परेँ। म पनि अब दौड्नु पर्यो। हेर्नुपर्छ होला, यहाँ जङ्गलमा अहिले कुहिरो लाग्छ, त्यही भएर अलिकति कस्तो देखाएको छ भिडियो। अब म अब मन्दिरतिर जानुपर्छ, बिहान बिहान मन्दिरमा अब दर्शन गर्ने भगवान्को, अनि घरतिर जाने अनि बल्ल। दौड्दा मन्दिर पनि छिटो पुग्ने। फेरि मन्दिरको फेरि चापी ल्याएको छ कि ल्याएको छैन क्या, चापी ल्याएर छोडिदिन्छन् मन्दिर। त्यही भएर यहाँ मन्दिर नि कुहिरोले ढाकेछ मन्दिरलाई नि। जङ्गलमा रहेछ के मन्दिर बनाएको यहाँ, त्यही भएर भूत पिरेतहरू नआओस् भनेर यहाँ गेट खोलिरहेछ भगवान्। थ्याङ्क यू गेट खोलेकोमा। मन्दिर विश्वकर्मा बाबाको मन्दिर हो, विश्वकर्मा बाबाको मन्दिर हो। भूत प्रेतहरू नआओस् भनेर हो यो मन्दिर यहाँ बनाएको गाइज। शिवलिङ्ग ल, अब शिवलिङ्गलाई नि प्रणाम। यहाँ तुलसी हुनुहुन्छ, तुलसीको बुट हो यो। यहाँको पण्डितजी हुनुहुन्छ उहाँ, विश्वकर्मा बाबाजी यहाँ बस्नुभएको छ। अब म त यहाँ विश्वकर्मा बाबाजीलाई बिहान बिहान दौडेर अनि ढोक गर्न आएको, अनि पूजा नि गर्न आएको। मनले चिता कुरा पुगोस्, राम्रो होस्, दुर्घटना नहोस् गाडी। यहाँ घन्टी छ। पुरै के बल्बहरू पुरै फुटाले रहेछ नि, खोल्यो। यहाँ राक्षसहरू छन् कि। ल हजुर भाइ, हस् ल गाइज, अब म घर जान लाग्यो। ल अब घर गएपछि भेटौँला। अब यहाँ अब म दौडेर अब घर जान्छु। घर गएपछि भेट्ने है, बाई। घर गएपछि भेट्ने गाइज। म अब घर आइसकेँ गाइज। ल अब मेरो यो भ्लग यहीँ सकिन्छ।
हजुरहरूले मेरो भ्लग मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्नुहोला। मन परेन भने कमेन्टमा कसरी गर्ने हो कसरी गर्दाखेरि राम्रो हुन्छ भनेर भनिदिनु हुन अनुरोध गर्दछु। यति भन्दै हजुरहरूबाट म बाई बाई भएँ। यति भन्दै म अब यही कुराहरू यहीँ सकाएँ। बाई।